यो फिल्म चाहिँ तपाईले हलमै गएर हेर्नु होला। कान्तारा च्याप्टर 1 ले चाहिँ हामीले पञ्जुरी दैवको उत्पत्ति कसरी भयो भनेर देखाएको छ। त्यो पौराणिक शक्ति जसलाई हामीले कान्तारामा देखेका थियौं। यो पटक चाहिँ ऋषभ शेट्टीले हामीलाई सबै कुरा डिटेल रूपमा देखाएका छन्, जहाँ उनले केवल भक्ति र संस्कार मात्रै नभई भय, लोककथा, त्यसैगरी मान्छेहरू र प्रकृति बीचको चाहिँ शक्ति संघर्षलाई पनि देखाएका छन्। फिल्मको सिनेमाटोग्राफी एकदमै राम्रो छ। जंगल, पूजाको सिनहरू र पुरानो संस्कृतिलाई क्याप्चर गर्ने तरिका एकदमै वर्ल्ड क्लास लेभलको छ। परफर्मेन्सको कुरा गर्नुपर्दा सबै एक्टरको काम एकदमै राम्रो छ। ऋषभ शेट्टी जसले आफै यो फिल्म लेखेका छन्, डाइरेक्ट गरेका छन् र परफर्म पनि गरेका छन्, उनको एक्टिङ एकदमै र लेभलको छ। त्यसैगरी डाइरेक्सनमा उनले एकदमै बोल्ड भिजन देखाएका छन्। फिल्मको म्युजिक र साउन्डले त हलको सिटहरू हल्लाइरहेको छ। फिल्ममा युज भएको VFX, CGI र सेट डिजाइन तपाईले देख्दाखेरि चाहिँ यो फिल्म 125 करोडमा बनेको जस्तो नै लाग्दैन। सल्युट छ ऋषभ शेट्टीलाई, जसले प्रुभ गरेका छन् कि यति कम बजेटमा पनि यो लेभलको फिल्म बनाउन सकिन्छ। फिल्ममा तपाईले सबै खालको इमोसन देख्नुहुन्छ, कमेडी, रोमान्स र एक्सनको त कुरै नगरौं। नेक्स्ट लेभलको एक्सन छ। फिल्ममा लिएको जंगलको वान टेक शट, त्यसैगरी चिल्लाउने शट, लास्टको वार सिक्वेन्स, क्लाइमेक्स र अन्तिमसम्म आइपुग्दा त फिल्महरुलाई मन्दिर नै बनाउने जुन एक्जिक्युसन छ, यो सबै हेर्दा चाहिँ यो फिल्मलाई म एब्सोल्युट सिनेमा भन्न चाहन्छु। मलाई लाग्छ कि यो फिल्मले 1000 देखि 2000 करोड मजाले कमाउँछ। तपाईले के लाग्छ, फिल्मले कति कमाउला? र यदि तपाईहरुले यो फिल्म हेर्नुभयो भने कस्तो लाग्यो, तपाईको धारणा म जान्न चाहन्छु। कमेन्ट बक्स खाली रहेको छ तपाईहरुको लागि।